नमस्कार। खतेर गाउँपालिका वडा नम्बर 7 अन्त सोबलङ्ग पाडपालो सोबलङ्ग महिला केन्द्र 27 केन्द्र नम्बर 27 हैन ऋण कति माग्नु हुने अरे 1 लाख रुपैयाँ उहाँले ऋण माग्ने भन्नुभयो अनि तपाईहरु के छ अनि ऋण उहाँले 1 लाख रुपैयाँ दिन सहमति हुनुहुन्छ तिर्ने उ हैन मैले त्यही भएर सुन्नु अहिले उहाँले 1 लाख रुपैयाँ ऋण माग गर्नु भयो त 1 लाख रुपैयाँ ऋण तपाईको जस्तै भोलि बिहान किस्ता रोकियो खण्डमा तपाईहरुले दामासाईको दरले बचतको कटाएर किस्ता दिन सहमति हुनुहुन्छ कि नै हुनु पर्यो भने तपाईको जबरजस्ती बाध्यता होइन फेरि सुन्नु है सहमति हुनुहुन्छ भनेपछि हो सक्दो परेसम्म उहाँले व्यवसाय गर्नेले तपाई सुन्नु उहाँले पनि किस्ता नरोकिने गरी व्यवसाय गर्नु होला एक ठाउँबाट लिएर अर्को ठाउँ तिर्नु हुन्छ यताउति गर्नुहुन्छ भने भोलि त्यो पैसा कहाँबाट ल्याएर तिर्ने तपाईको त्यो पैसा लिएको पैसा जुन उद्देश्यले लिनु भएको छ बाख्रा पालन भनेर त्यही उद्देश्यमा तपाईले लगानी गरेर तपाईले त्यहाँ आम्दानी बढाएर तपाई फाइदा हुने गरिकन किस्ता नरोक्नु होला है त्यसो भए सबैजना सहमति हुनुहुन्छ त्यसो भए 1 लाख रुपैयाँ ऋण लगानी गर्ने भने ताली बजाउँ त त्यसो भए ताली पिड्नु